उखु खानुहुन्छ कि कफी खानुहुन्छ कि टोब्याको कि राइस भन्नुहोस् साथीहरू त्यो सोधेको छैन है विच इज डिफ्रेन्ट फ्रम द रेस्ट सुगर क्यान कफी टोब्याको राइस कुन विकल्प फरक हो गजबको प्रश्न छ धेरैले मिस्टेक गर्नुहुन्छ यो प्रश्न पनि कुन विकल्प फरक हो भन्नुहोस् त कसैले टोब्याको भन्नुहोस् किन हानि गर्छ भनेर होइन पसल पाउँछ हानि त सुगर क्यानले पनि गर्छ डायबिटिज पेसेन्टलाई है त्यस्तो लजिक हुँदैन लजिक त के हुनु पर्यो लजिकमा म्याजिक हुनु पर्यो बाँकी रहेका विकल्पमा के हुनु पर्यो समानता हुनु पर्यो सिमिल्यारिटिज यिनीहरूमध्ये फरक विकल्प कुन हो त उखु कफी यस्तो सुर्तीको पात हेर्नु त टोब्याकोको र चामल धान मध्ये फरक विकल्प कुन हो त यसको सही विकल्प के हुन्छ म भनिदिन्छु है त यो धान सही विकल्प भयो फरक विकल्प भयो किन यो फुड क्रप हो अरू सबै नगदे बाली अथवा क्यास क्रप हो है त यसको डिफ्रेन्ट अप्सन कुन भयो त राइस इज डिफ्रेन्ट फ्रम द रेस्ट वेल भिडियो मन पर्यो भने मात्रै सेयर गर्नु होला है त र हाम्रो युट्युब च्यानलमा पुरै भिडियो छ हेर्न नछुटाउनु ल हस् धन्यवाद